Welcome to Smart Tips and Study Hub, where learning becomes simple, smart, and fun. Here, we break down complex topics into easy explanations, share study tips, and help you build a strong foundation for success. Let's learn, grow, and achieve together. सम्पूर्णमा नमस्कार। म तपाईहरुलाई आज यो दीपावली आउँदैछ, छठ पर्व आउँदैछ। यो नजिकको अवसरमा यहाँहरुलाई म सजिलोसँग कार्डहरु निर्माण गर्न, दिवाली कार्ड तथा छठ पर्वको कार्डहरु निर्माण गर्नको लागि म यहाँहरुलाई एकदमै सजिलो तरिका सिकाउने छु। पक्कै पनि यहाँहरुले यो तरिका सिक्नुभयो भने तपाई आफ्नै डिजाइनहरु प्रयोग गरेर शुभकामना शेयरहरु गर्न सक्नुहुनेछ। आउनुस् अब तपाईलाई म प्लेटफर्म तिर लैजान्छु, अर्थात हामी एउटा क्यानभा भन्ने सफ्टवेयर प्रयोग गर्छौं अर्थात वेबसाइट प्रयोग गर्छौं। त्यो क्यानभा यहाँहरुले यो जुनसुकै ब्राउजरमा यहाँहरुले खोल्न सक्नुहुन्छ। जस्तो मोबाइलमा पनि प्रयोग गर्न सक्नुहुन्छ, ब्राउजर युज गरेर अथवा एप्स डाउनलोड गरेर पनि यहाँहरुले प्रयोग गर्न सक्नुहुन्छ। आउनुस् अब त्यो क्यानभालाई, जस्तो canva.com हामीले इन्टर गर्यौं भने क्यानभाको एउटा वेबसाइट खुल्छ। यहाँले लगइन गर्न पर्ने हुन्छ। पहिला यसलाई लगइन गरौँ। मेरो चाहिँ अलरेडी लगइन भइसकेको हुनाले यहाँलाई कन्टिन्यू भनेर आउँछ। मैले कन्टिन्यू गरे। अब यो एउटा क्यानभाको वेबसाइट खुल्छ र क्यानभाको वेबसाइटमा यहाँहरुले आफुलाई चाहिएको डिजाइन गर्न सक्नुहुन्छ। यहाँहरुलाई 2 मिनेटमा क्यानभाबाट कसरी दिवाली कार्ड अथवा छठ पर्वको कार्ड बनाउन सकिन्छ भन्ने बारेमा बुझाउन गइरहेको छु। यहाँले यो सर्च बक्समा यहाँले के गर्न सक्नुहुन्छ भने दिवाली भनेर सर्च गर्न सक्नुहुन्छ। मैले इन्टर हाने, दिवाली सर्च गरे। त्यसपछि यहाँले थुप्रै दिवाली कार्डहरु देख्न सक्नुहुन्छ। यो दिवाली कार्डहरु मध्ये यहाँलाई जुन कार्ड मन पर्छ त्यो कार्ड यहाँले डाउनलोड गर्न सक्नुहुन्छ अथवा त्यो कार्डलाई यहाँले प्रयोग गर्न सक्नुहुन्छ। यहाँ थुप्रै कार्डहरु छन्। हेर्नुस् त कति धेरै कार्डहरु छन्। मलाई कुन मन पर्छ, तपाईलाई कुन मन पर्छ, यहाँले यो कार्डहरुमा एकैछिनमा रमाइलो ह्यापी दिवाली को कार्ड बनाउन सक्नुहुन्छ। म यो कार्डलाई चुज गर्छु। यो कार्ड चुज गरिसकेपछि यु कस्टमाइज दिस टेम्पलेट्स भनेको छ। यहाँले त्यसमा क्लिक गर्नुहोस्। यति क्लिक गरिसकेपछि अब तपाईको कार्ड डिजाइन सुरु हुन्छ। केही एडिटहरु यहाँहरुले गर्न सक्नुहुन्छ। यसरी कार्डको डिजाइन आइसकेको छ। यहाँले यो कार्ड हेर्न सक्नुहुन्छ। अब यो कार्डको यहाँ छ, यहाँले यहाँ क्लिक गर्नुभयो भने यो लाई हटाएर नयाँ आफ्नो नाम लेख्न सक्नुहुन्छ। यसलाई ठुलो सानो पनि बनाउन सक्नुहुन्छ यसरी, हैन। यसको फन्ट साइजलाई पनि बढाउन सक्नुहुन्छ। यसरी फन्ट साइजहरु बढाएर अब यहाँहरुले यसरी कार्ड तयार गर्न सक्नुहुन्छ। कार्ड तयार गरिसकेपछि यहाँ शेयर भन्ने अप्सन छ। यो शेयर भन्ने अप्सनमा यहाँहरुले डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड अप्सनमा क्लिक गरिसकेपछि अब तपाईलाई पीडीएफ मा डाउनलोड गर्ने कि केमा डाउनलोड गर्ने भन्छ। यो हामी चाहिँ यो जेपीजी फर्मेटमा डाउनलोड गर्दै छौं। यसरी क्लिक गरिसकेपछि तपाईको दिवाली कार्ड तयार हुन्छ। अब यो दिवाली कार्डलाई यहाँले मजाले आफ्नो फेसबुक वालमा, इन्स्टाग्राममा, जुनसुकै ठाउँमा पनि पोस्ट गर्न सक्नुहुन्छ। हेर्नुस् त कति राम्रो कार्ड बनिसकेको छ। यसरी कार्ड तयार भइसकेको छ। हेर्नुस् त
यसरी 2 मिनेटमै कार्ड निर्माण गर्न सकिन्छ अन्य कार्डहरू पनि छन् यहाँले अन्य कार्डहरू पनि पाउन सक्नुहुन्छ जस्तो छठ पर्वको कार्ड छ भने यहाँले छठ पर्वको चाहनुहुन्छ भने यहाँ छठ पूजा छान्न सक्नुहुन्छ छठ पूजाको पनि त्यस्तै कार्डहरू तयार हुन्छन् भएका छन् यहाँले त्यसलाई क्लिक गरेर आफ्नो नाम राखेर डाउनलोड गर्न सक्नुहुन्छ र पोस्ट गर्न सक्नुहुन्छ यसरी यहाँले यो प्रयोग गरेर canva.com प्रयोग गरेर आफ्नो दिवाली तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्न सक्नुहुन्छ यति निजेलसम्म मेरो युट्युब च्यानल हेरेर बसिरहनु भएको हुनाले यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यदि यहाँले यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पनि सब्स्क्राइब गरेर सहयोग गर्नुहुन अनुरोध गर्दछु